लुटिरहेको हो नि त बाहिर देखाउँदा चाहिँ चिप्लो चाप्लो होइन सबलाई ठिक्क पार्ने तर भित्रभित्र छुरा हान्ने टाइपको रोल गरिरहेको छ नि उसले सानो सानो सिनले पनि होइन हाम्रो समाजको यथार्थ चित्रण गरिदिएको छ मलाई चाहिँ मन पर्यो आफ्नैले छुरा हान्छन् भन्छन् नि दाइ तपाईँलाई नि आफ्नैले छुरा हाने मलाई धेरैले छुरा हानेका छन् होइन तर मेरो छाती अलिक बलियै छ शरीर अलिकति बलियै छ होइन तिनीहरूको छुरा मेरो शरीरमा लाएर दोब्रिरहेको छ क्या हान्न चाहिँ धेरैले हानेछन् मलाई कसले हानेको छ भन्दिनँ होइन अरूलाई म त्यो किन भनिदिउँ होइन तर धेरैले हानेका छन् तर म अलिकति बल्लै मान्छे भएर होइन उनीहरूले हानेको छुरा पनि होइन मेरो शरीरमा लाएर दोब्रिएको छ क्या यो फिल्म हेरेर मलाई धेरै चिज याद आएको छ क्या त्यस्तो चिजहरू त्यही भएर म मेरो घरको परिवारलाई ल्याएर देखाउँछु क्या सिकाउनु पऱ्यो नि मेरो छोरोलाई मेरो छोरीलाई होइन समाज भने यो हो भन्ने देखाउनु छ क्या पर्सि तिमीहरू यदि हल रिपोर्ट लिन आयो भने म यहीँ टिकट काटेर हेरेर देख्छौ तिमीहरू जस्तो पक्कै पनि अब के अरे कुराहरू आइरहँदाखेरि जस्तो टिकटकमा चाहिँ बुहारी जय किशन बस्नेतको बुहारी भेटिएको भन्ने कुरा पनि आज थोरै म आउट अफ बिट गएँ बुहारी भेटिएको होला है मैले हिजो टिकटकमा 2-4वटा भिडियो हालेको थिएँ अनि त्यसपछि धेरैले खै कसरी अनुमान लाउनु भयो किन अनुमान लाउनु भयो थाहा छैन होइन कमेन्ट पनि सबै त्यही आइरहेछ होइन उहाँ चाहिँ विनिता पाठक भन्ने हुनुहुन्छ होइन उहाँ मेरो घरको पाहुना हुनुहुन्छ उहाँ जापानबाट आउनुभएको हो होइन र मेरो छोरोको एकदमै मिल्ने साथी हो अब उहाँ साँच्चैकै बुहारी भएर कुनै दिन आउनुभयो भने म त खुसी हुन्छु एकदम राम्रै हुनुहुन्छ संस्कारी हुनुहुन्छ आजकलको जुन टिनेजका केटाकेटीहरू हुनुहुन्छ नि विनिता जतिको संस्कारी मान्छे अलिकति कमै भेटिन्छ होइन त्यस्तो मान्छे मेरो घरको बुहारी बनेर आउनुभयो भने त म नाचिहाल्ने म त यहाँ नाचिन्छु तर भविष्यमा के हुन्छ मलाई थाहा छैन होइन उहाँ अहिलेको लागि हाम्रो पाहुना हुनुहुन्छ होइन तर एकदम राम्री मान्छे हुनुहुन्छ एकदम संस्कारी केटी हुनुहुन्छ होइन मेरो छोरो पनि संस्कारी नै छ है फेरि अहिलेको केटा होइन न चुरोट खान्छ न रक्सी खान्छ न गाँजा भाङ धतुरो खैनी केही पनि खाँदैन क्या न डिस्को जान्छ न दोहोरी जान्छ होइन मैसँग बरु म गइरहेको हुन्छु होइन हिँड्न भनेर मैले जाउँ भन्दा पनि जाँदैन क्या अनि भयो भने त राम्रो होइन तर सबले त अनुमान गरिरहनु भएको छ होइन अब त भविष्यले भन्छ भयो भने अब हाम्रो घरको कुरा लुक्दैन बाहिर आइ नै हाल्छ सुरुदेखि पोस्टरदेखि नै तपाईँले सपोर्ट गर्दै आउनुभएको तपाईँको मनपर्ने नायक पल शाहको फिल्मले चाहिँ एकदमै राम्रो दर्शकहरूको माया पाइरहेको छ तर कतिपय ठाउँमा चाहिँ अलिकति बढी नै रोनाधुना गरे अभिनय गरे भनेर चाहिँ अलिकति आरोप पनि लागिरहेको छ तपाईँले यो विषयलाई कसरी लिनु भएको छ अब यहाँ खुट्टा तान्ने चलन धेरै छ हाम्रो देशमा होइन अब पल शाहको ब्याक टु ब्याक सेकेन्ड फिल्म हिट भइरहेछ मोहर हिट भयो मोहरभन्दा अगाडि रामायण र के फिल्म थियो नि अर्को के अरे मायावी हो मायावी फ्लप हुँदाखेरि पल शाह सिद्धियो भन्थ्यो क्या मैले त्यो बेला तिमीहरूलाई इन्टरभ्यूमा भन्थेँ नि सिद्धिँदैन कलाकार कहिले पनि भन्दिएन मोहर हिट भयो अब यो आबाट आमा सुपर डुपर हिटको बाटोमा गइरहेछ अनि पल शाहका दुश्मनहरू खुट्टा तान्न खोजिरहेछन् त्यही हो होइन मैले चाहिँ हेर्नु पाएको छैन यो फिल्म होइन किनभने म अहिले केही दिनदेखि म पोखरामा थिएँ होइन म अहिले ड्राइभर म माइलो 2 लगायत होइन रामचन्द्र काफ्लेको उहाँको गीत लगायत अर्को 3-4वटा म्युजिक भिडियोमा म पोखरा लुम्ले नौडाँडा कता कता पुगिरहेको थिएँ होइन अब भोलि हेर्दैछु म आबाट आमा चाहिँ होइन पल शाहलाई एकदमै बधाई छ मैले त वहीँ पोखराबाट लाइभ पनि आइरहेको थिएँ टिकटकमा 3 दिनसम्म पल शाहका फ्यानहरू कहाँ हुनुहुन्छ घर घरमा बस्ने होइन त्यो कमेन्ट गरेर बस्ने होइन हलमा जाने नजिकको हलमा गएर फिल्म हेरिहाल्ने यदि टाढा हाल्छ भने के नि भन्थ्यो क्या कमेन्टमा ट्र्याक्टर रिजर्भ गरेर जाने बस रिजर्भ गरेर जाने भनिदिन्थेँ क्या म 3 दिनसम्म नन स्टप लाइभ आइदिएँ क्या म किनभने हामी त्यो ड्राइभर म माइलो 2 को सुटिङमा जाँदाखेरि होइन अहिले पानी पर्ने सिजन त होइन केही दिन अगाडि याद छ 2 दिन कि 3 दिनसम्म पानी आयो नि त्यो बेला सुटिङ भएन के नि भन्दा लाइभ आइदिएँ क्या म तर पल शाहका फ्यानहरू अहिले हलमा पुगिरहेछ म एकदम खुसी छु अहिले भर्खर जुली ठाकुरले पनि मलाई फोन गरिरहेको थियो होइन म काठमाडौँ आएको थाहा पाएँ कि होइन सायद उनीहरूले पनि फिल्म हेर्न बोलाउँछ होला बोलाएन भने पनि भोलि म सपरिवार हेर्न जाँदैछु जुन अहिले तिमीले बुहारी हो कि को भनेको थियो नि उहाँहरूलाई पनि लिएर जाँदैछु यस्तो तपाईँले प्राय नेपाली फिल्ममा आएको सामग्रीहरू सबै हेर्नु भएको छ अहिले तपाईँले लाली बजारको ट्रिजर आएको छ हेर्नुभयो छैन मैले हेर्नु भएको छैन त्यो हेरेपछि हामी फेरि पुग्ने कुरा गर्नेछौँ र अन्त्यमा के भन्न चाहनुहुन्छ लाली बजारको बारेमा थाहा चाहिँ छ मलाई
सुस्तिमाको अलिकति नेगेटिभ कमेन्टहरू पनि आइरहेछ अलिकति कन्टेन्टलाई लिएर पोजिटिभ पनि आइरहेछ कमेन्टमा त कहिले पनि जान्न होइन स्वस्तिमा खड्का एकदमै राम्रो कलाकार हो कलाकार मात्र राम्रो होइन अनुहार पनि राम्रो अभिनय पनि राम्रो होइन फिल्म खेल्नकै लागि जन्मे मान्छे भन्छु स्वस्तिमा होइन म लाली बजार चाहिँ पोस्टरदेखि नै चर्चामा हो नि त होइन टेलर आइसकेको छ अब ठिक छ म आज घर गएर हेर्छु होइन त्यो फिल्मको लागि पनि अग्रिम शुभकामना सफलताको होइन सबै फिल्म चलोस् जस्तै अहिले भन्थ्यो नि फिल्म नराम्रो बनाउने अनि चुनावलाई दोष लाउँथ्यो के चुनाव चलिरहेछ नि फिल्म चलेन भन्छन् के त्यो भए आबाट आमा कसरी चल्यो होइन कन्टेन्ट राम्रो हुनु पऱ्यो होइन चल्छ के नाइका फिल्म कहिले हेर्न पाउँछौँ त अब हामीले यसरी प्रिमियरमा कहिले आउने कसैले लिँदैनन् अब के गर्नु त आफै नबनाउने म त बनाउनु डर लाग्छ यार 5 करोड 6 करोड लाग्छ फिल्म बनाउनुलाई होइन डुब्यो भने 500 रुपियाँ आउँदैन अस्ति हामीले मेरो अफिसमा इन्टरभ्यू गरेँ होइन एउटा कुन फिल्मको 512 रुपियाँ होइन 572 अनि 5 करोड लगाएर 572 रुपियाँ आयो नि म के गर्नु होइन अब अरू मान्छेले मलाई खेला छैन होइन फ्यान फलोवर त नभए मान्छे होइन म होइन जहाँ गए पनि मान्छेहरूको भिडभाडै मैपट्टि हुन्छ होइन हालसालै एक ठाउँमा पुगेको थिएँ सार्वजनिक ठाउँमा त्यहाँ कैयौँ कलाकारहरू थिए तर जय किसन जहाँ जहाँ गयो मान्छे त्यति थियो के थिएन होइन अनि लिँदैनन् जस्तो लिँदैनन् भन्दै गर्दाखेरि डिरेक्टरले चिन्न नसकेको प्रोड्युसरले किन्न नसकेको भए जय किसन भएछ हुनसक्छ अनि मेरो पनि दुश्मनहरू बढी छ तर मलाई ठिक छ म यो 2-3 वर्षदेखि फिल्म खेल्न नपाउँदाखेरि मलाई व्यक्तिगत रूपमा होइन मलाई फाइदा भइरहेछ के फिल्म खेलिरहे भए म फिल्मलाई टाइम दिइरहनु पर्थ्यो एउटा फिल्मलाई केही नभए पनि 5-6 महिना त टाइम दिनु पऱ्यो होइन अनि 5-6 महिना टाइम दिँदाखेरि त मेरा अरू धेरै कामहरू छुट्थे होइन 2-3 वर्ष फिल्म नखेल्दाखेरि मैले एउटा नयाँ घर सिँगै बनाइदिएँ 4 तलाको होइन मलाई व्यक्तिगत रूपमा फाइदा छ अरू काममा म बिजी छु होइन तर कलाकार भएको हिसाबले होइन यसरी यो प्रिमियरमा आउँदा फिल्म हेर्न हलमा जाँदा होइन अलिक उकुस मुकुसै हुन्छ क्या साला यो ठाउँमा म हुनुपर्ने भन्ने हुन्छ क्या किनभने कलाकारिताको नक्सा कहिले पनि छुट्दैन क्या होइन त्यो छ अब होइन कुनै दिन आउला फिल्म खेल्ने दिन जुन दिन आउँछु त्यो बेला एकदम भव्य तालले आउँछु फेरि धुम मचाउँदै आउँछु फेरि चारचोटि मचाइसकेँ धुमको हिसाबले 4 चोटि मचाएँ फिल्म लाइनमा त 25 वर्षदेखि त मचाइरहेको छु नि होइन अहिले पनि दर्शकहरू जय किसन दाई भन्दै मलाई माया गर्नुहुन्छ कोहीले जय किसन भाइ भनेर माया गर्नुहुन्छ होइन सानो बच्चादेखि वृद्धसम्म होइन म जहाँ गए पनि मलाई कुराहरू आउनुहुन्छ होइन फिल्म हेर्नेले फिल्मबाट चिन्नुहुन्छ मलाई त अहिले मिडियामा आएपछि त होइन मेरो त फिल्मबाट भन्दा इन्टरभ्यूबाट बढी फ्यान छन् क्या होइन मलाई दुवै हातमा लड्डु नै छ फिल्म नपाएर मलाई तनाव छैन द्रौपदी मालाहरू होइन अब त्योभन्दा पनि राम्रो छ यो चाहिँ पुरै फ्यामिली ड्रामा छ होइन यसमा आमाको रोल जुन एउटा पार्ट आमाको सबै क्यारेक्टरको राम्रो छ क्या यसो हेर्दाखेरि अब फिल्म राम्रो छ जस पारिवारिक फिल्म हो सबै परिवार आएर बसेर हेर्न मिल्ने खालको फिल्म छ हामीले हजुरलाई एकदमै देखिरहेको हुन्छौँ तर एकदम कमै प्रिमियरमा देख्छौँ यो श्री बुकुरो होम कलिङमा चाहिँ केले तान्यो हजुरलाई होइन यस्तो मलाई डाक्टर साहबले तानेको हो डाक्टर साहब र हिरो आशीर्वादले भन्नुभएको थियो आउनु है दाइ हेर्न भनेर आशीर्वादसँग मेरो कुरा भइरहन्छ अनि डाक्टर साहबसँग पनि पुरानै चिन्जान भएको कारणले गर्दाखेरि चाहिँ मलाई कलै गर्नुभएको थियो अनि आउनुहोस् है दाइ आउनुहोस् है भनेपछि अनि हुन्छ भनेर अनि मलाई त्यो उसको टेलरहरू हेर्दाखेरि पनि एउटा पारिवारिक सिनेमा राम्रो पनि छ जस्तो लागेर नि हेर्न आएँ हाम्रो दिदीले एकदम राम्रो काम गर्नुभएको छ आमाको रोल गर्ने दिदी है भयङ्करै राम्रो लाग्यो मतलब जे पारिवारिक एउटा पूर्ण सबैले बसेर हेर्ने खालको र फ्यामिली ड्रामा मुभी हो यो होइन अहिले चलेको ट्रेन्ड पनि यही छ अनि सबै कुराहरूले राम्रो छ सुरुवातदेखि नै अन्त्यसम्म आमाको महत्त्वलाई देखाइएको छ आमा कतिको मिस हुनुभयो कतिको याद आयो मलाई त त्यो मुक्तिनाथ घुमाउँदाखेरि 2054 सालमा आमालाई मैले त्यसरी नै लिएर गएको थिएँ क्या अब त्यतिखेर चाहिँ मोटरसाइकल होइन प्लेनबाट अनि त्यहाँबाट हिँडेर घोडामा लिएर गएको थिएँ कि अनि ठ्याक्कै त्यही नै देखेँ मैले साथीहरूलाई भने पनि मैले रिलेट गरेँ अब जस्तै यो फिल्मको कुरा त भइ नै हाल्यो अब 1 गतिबाट यो हलमा आउँछ हजुरको फिल्म हेर्नको लागि मन लगाए धेरैजना तडपिरहेका छौँ के हुँदैछ मेरो सिनेमा त यस्तो हो अब नजुरेको हो अहिले होइन जुरेको छैन भनौँ किनभने स्क्रिप्ट बनाएर गाना रेकर्डिङ गरेर पनि म बसेको छु होइन अर्को एउटा स्क्रिप्ट पनि मङ्गलम 2 भनेर पनि बनाएको छ हामी गर्दैछौँ तर जे होस् म चाँडै नै आउँछु जस्तै
जस्तै अब अन्तमा मैले एउटा कुरा जोडिहालेँ, जस्तो फिल्ममा चाहिँ मैले पनि आशीर्वादजीलाई हेर्दाखेरि चाहिँ उहाँको अभिनय त हामीले पहिला 9 नम्बर लछमा पनि हेरिसकेको हो। उहाँलाई चाहिँ पर्सनली हजुरले के भन्न चाहनुहुन्छ? होइन, मैले त उसको पहिलो फिल्मै यही हो, मैले योभन्दा अगाडि हेरेको छैन होइन। पहिलाको प्रोमोहरू यताउति हेरेँ, तर उसँग भेट हुने ओर्ने हेर्दाखेरि ऊ राम्रो कलाकार बन्न सक्छ र उसमा सबै कुराहरू छ। र यो सिनेमामा ह्यान्डसम पनि देखाएको छ, राम्रो पनि देखाएको छ उसलाई। राम्रो, यो फिल्ममा टोटली सबै कुराहरू राम्रो छ। हरेक पात्रहरूले गर्नुपर्ने कुराहरूमा चाहिँ राम्रोसँग काम गरेको छ क्या, डाइरेक्टरले निकालेर लिएको छ। अब आउने अपकमिङ छवि ओझाको फिल्ममा चाहिँ आशीर्वादको सम्भावना कतिको छ? यस्तो अब आर्टिस्ट त सबैजना, अब मैले हेर्ने आर्टिस्टहरू भनेको लिने नै यही हो होइन। अब रोल आउने त्यसमा पनि अब डाइरेक्टर को हुन्छ, डाइरेक्टरले लिने कुरा हुन्छ, ऊ मेरो आँखामा परिरहेको छ। थ्याङ्क यू सो मच। कस्तो लाग्यो? दर्शक नमस्ते, राम राम तारेमाम लसो फ्याफुला जुजलोपा सेवा र झोले जयमसी आदेश सलाम वालेकुम। यो श्री बुकुरो नेपाली शब्दकोशमा बिरलै भेटिने शब्दहरूमध्येको एउटा यस्तो शब्द हो। श्री भनेपछि हामीले प्रत्येक चिजहरूको कोम पछाडिको उद्गम स्थान मानिन्छ। त्यसमा बुकुरो सायदै कसैलाई थाहा छैन होला। बुकुरो कति मान्छेहरूलाई चाहिँ बुकुरो भनेको के हो भन्ने थाहा छैन। त्यो एउटा घर हो, सानो खालको घर हो भन्ने नबुझेकाहरूलाई बुझाउन खोजिएको छ। अनि यसमा यस्ता शब्दहरू राखिएको छ। त्यो अति नै राम्रो खालको फिल्म बनेको छ। जस्तो हामीले त्यहाँ एउटा के पनि देखिएको छ भने हामी आफूलाई जाडो भयो भने अरूलाई कपडा ओढाइदिएर होइन, आफैले कपडा ओढ्नुपर्छ अनि मात्र हामीलाई न्यानो हुन्छ भन्ने कुराहरू पनि देखाउन खोजेको छ। त्यो भएर फिल्म समग्रमा एकदम राम्रो बनेको छ। राम्रोसँग बुझ्नेहरूको लागि र बुझाउनको लागि चाहिँ बनाइएको फिल्म छ। हेरिदिनु होला, मन पराइदिनु होला। हामी पनि कलाकार हो, हामीले पनि जस फिल्मलाई चाहिँ माया गर्छौँ, हेर्छौँ। हेरियो पुरै तलदेखि माथिसम्म सम्पूर्ण फिल्म हेरियो, एकदम राम्रो फिल्म बनेको छ। हेरिदिनु होला, मन पराइदिनु होला। यसमा राम्रो कुराहरू देखाउन खोजिएको छ। अनि नेपालका यस्ता सिनहरू भनौँ न होइन, देखाउन खोजिएको छ, त्यो देखिएको छ। त्यही भएर राम्रोसँग हेरिदिनु होला। समग्रमा चाहिँ फिल्म राम्रो। फिल्ममा आमासँगको लगाव, प्रेम, ममता झल्काइएको छ। फिल्म हेर्दै गर्दा आफ्नो आमालाई कतिको याद गर्नुभयो? एकदम गहिलो प्रश्न राख्नुभयो। मेरो आमा हुनुहुन्न यो संसारमा, म पनि एकदम आमालाई माया गर्ने मान्छे हो। यो फिल्ममा चाहिँ आमा भनेको सर्वस्व हुन्। आमालाई चाहिँ तीर्थव्रत घुमाउनुपर्छ। उहाँले बचपनमा साँचेका ठाउँहरूलाई देखाउनुपर्छ भन्ने कुराहरू देखाउन खोजिएको छ। एकदम मेरो मन छोयो। राम्रो सपनाहरू थिए जुन आमाको लागि देखिएको थियो र पुरा हुन सकेन अथवा गर्न सक्नु भएन? मैले आफ्नो आमाको लागि के सपना देख्नु भएको थियो र जुन पुरा गर्न सक्नु भएन, यस्तो के थियो? मैले पनि जस मेरो आमालाई तीर्थव्रत घुमाउला भन्ने सोच राखेको थिएँ, तर त्यो चाहिँ मैले पुरा गर्न सकिनँ। मेरो मुवा बिरामी भएर अस्पतालमा राख्ने सिलसिलामा चाहिँ 45 दिनसम्म म एक्लै दिन रात खटिएर मैले आमाको लागि चाहिँ सेवा गरेँ। त्यो मेरो जीवनको सबैभन्दा ठुलो महत्त्वपूर्ण कुरा हो। उहाँले पनि जस यो चलचित्रमा एउटा छोराले आमाको लागि केसम्म गर्छ भन्ने कुरा देखाइएको छ, घुमाउनु भएको छ। मैले त्यो चाहिँ पुरा गर्न सकिनँ। उहाँले चाहिँ यो चलचित्रमा पुरा गर्नुभएको छ। मैले आफैले आफ्नो आमालाई घुमाए जस्तो लाग्यो। पारिवारिक फिल्म, ड्रामा यस्तो फिल्महरू धेरै नै बन्ने गर्छन्, तर श्री बुकुरो होम कलिङ नै चाहिँ किन हेर्ने? दर्शकलाई किन हेर्ने? किन हेर्ने भन्दा परिवारमा कस्ता व्यक्तिहरू हुन्छन्, कसले कस्तो भूमिका निर्वाह गर्छ र हाम्रो घर परिवारमा कस्ता खालका समस्याहरू जकडिएका हुन्छन्। आफूले चाहिँ एउटा माइलो छोराले गर्ने जुन कर्तव्य यहाँ देखाउन खोजिएको छ, उसले चाहिँ आफूले गर्न चाहिँ केही सक्दैन, तैपनि आमाको खुसीको लागि चाहिँ कसरी हुन्छ त्यो श्री बुकुरो चाहिँ किनेर आफूले आमाको खुसी
साट्न खोजिरहेको त्यो चाहिँ देखाउन खोजिएको छ। त्यो भएर सबै खालका सन्तानहरू हुन्छन्, नसकेर पनि आमालाई केही गरौँ भन्ने सोच भएका हुन्छन्, त्यो चाहिँ देखाउन खोजेको छ। हेर्नुहोस् जस तपाईँको चाहिँ पैसा खेर जाँदैन। थ्याङ्क यू। हस् हस्, धन्यवाद।